फोन आयो। भाइ आशीर्वाद के छ, सन्चै छौ? ठिक छ भाइ, यता पनि सबैलाई ठिक छ। अनि के छ त्यहाँ, तिमीलाई ठिकै होला? आमा बुवालाई ठिक छ? अनि के छ, कुरो चल्दैछ के र, होइन? भाइ यता पनि अब यताउति स्वर बुझिरहेको हो, भने जस्तो क्यान्डिडेट भेटेको छैन। के गर्ने भाइ, अब यसो खोजिरहेको छु, लागिरहेको छु के र म पनि। भाइलाई सकेसम्म सुइटेबल अलिकति मिल्दो खालको क्यान्डिडेट भयो भने हुन्थ्यो, पढेदेखि अलिकति संस्कारी घरानकी केटी भयो हुन्थ्यो भन्ने हो के र भाइ। के गर्दैछौ त तिमी? चिया खाँदै? ए चिया त तिमी पनि अति खान्छौ क्या है? त्यही त यो चियाको पनि अनौठो छ यार। त्यो एउटा केटोले त्यो उहाँको के त्यो कता हो यार, त्यो अस्ट्रेलियातिर गएछ। अनि चिया चाहिँ एकदमै कम गरेछ कि, उसले चिया खानै छोडेछ। लगभग चिया जति छोड्यो उति हेन्सम हुँदै गएछ। अनि त्यसलाई त जसले जुन केटीले देख्छन् उसले मन पराउने। अनि त्यस्तै भएपछि त त्यसलाई त चिया खानुपर्छ भनेछन् के। त्यही भएर यो चिया कम गरेपछि त मान्छे हेन्सम हुँदै चम्किँदै जाने रहेछ यार। यो चियाले त मान्छेलाई चाहिँ हेन्सम हुन नदिने रहेछ कि। चिया कम गर्दै गएछ, ऊ जति चिया कम गर्दै गर्छ उति हेन्सम भएछ। त्यसको त सियर बिहा हुँदैछ। के यो चिया कम गरेपछि त मान्छे त के हुँदैछ भाइ। कुरा गर्दै गरौँ ल। हस् हुन्छ भाइ।